हेलो एभ्रिवान, मेरो यो भिडियो चाहिँ मेरो सेकेन्ड बेबी कन्सिभ भएको भिडियो हो, जुन चाहिँ मैले अहिलेसम्म सोशल मिडियामा सेयर गरेको थिइनँ र आज म सेयर गर्दैछु। हुन त हाम्रो त्यस्तो कुनै बेबी प्लान गर्ने त थिएन, सरप्राइजिङली कन्सिभ भएछ हैन। अन्त प्रेग्नेन्सी टेस्ट गरेर हेर्दाखेरि रिपोर्ट पनि पोजिटिभ आयो र ठिकै छ, खुसी लाग्यो। मेबी यो भगवानको आशीर्वाद होला भनेर चाहिँ एकदमै धेरै खुसी लागेको थियो। र दुईजना नानी पनि अब सँगसँगै हुर्किन्छ, बढ्छ, एकअर्कालाई साथी पनि त हुन्छ भनेर एकदमै धेरै खुसी लागेको थियो। हुन्छ नि, धेरै कुराहरू सोचेको थिएँ हैन, तर मेरो यो खुसी चाहिँ छोटो समयको लागि मात्रै थिएछ हैन, किनकि मेरो 4 महिना पुरा पुगेर 5 लाग्दाखेरि घरमै अचानक मिसक्यारेज भइदियो हैन। एकदमै धेरै दुःख लाग्यो। हुन्छ नि, बिचारा मेरो नानीको चाहिँ सबै बनिसकेको थियो, हात खुट्टा आँखा नाक मुख कान सबै बनिसकेको थियो, छोरै थियो हैन, सेकेन्ड बेबी पनि। एकदमै नसोचेको कुरा हुँदाखेरि चाहिँ धेरै दुःख लागेर आयो मलाई। हुन्छ नि, र मैले यो भिडियो किन आज बनाएको भन्दाखेरि चाहिँ तपाईँहरूले मलाई अस्ति हस्पिटलमा हुँदाखेरि धेरैजनाले मलाई मेसेजहरू गर्नुभएको थियो हैन, पर्सनली व्हाट्सएपतिर मेसेजहरू गर्नुभएको थियो, के बिमार भयो के भयो भनेर धेरैजनाले सोधिराख्नु भएको थियो। र मैले त्यतिखेर एकजनाको रिप्लाई दिने चाहिँ त्यो कन्डिसनमै थिइनँ म हैन, र आज मैले यो भिडियो मार्फत तपाईँहरूको रिप्लाई दिएको हो।